नमस्ते। आज हामी अमूलको कथामा अलि गहिरिएर हेर्दैछौँ। यो लाइभ हिन्दीको युट्युब भिडियो ट्रान्सक्रिप्टमा आधारित हाम्रो छलफल हो। यो केवल एउटा ब्रान्ड मात्र होइन नि, यो त लाखौं किसानको जीवन बदल्ने एउटा आन्दोलनकै कथा हो त कसरी त्यो शोषणबाट सुरु भएर सशक्तिकरणसम्म पुग्यो त अमूल। आउनुहोस् यसलाई अलि खोतलौं। यो कुरा सुरु हुन्छ खै 1940 को दशकतिर। गुजरातका दूध किसानहरू उनीहरू त बिचौलिया अनि त्यो पोल्सन डेयरी जस्ता कम्पनीको साह्रै नै शोषणमा थिए। कस्तो खालको शोषण थियो त्यो? उनीहरूले दूधको मूल्य एकदमै थोरै पाउँथे। सोच्नुस् न, बजारमा 50 रुपियाँ पर्ने दूधको उनीहरूले मुस्किलले 5 रुपियाँ। ए, जम्मा 5 रुपियाँ हो। अनि अर्को डर के थियो भने दूध त छिटै बिग्रिन्छ, त्यसैले जे दाम पायो त्यसमै बेच्नुपर्ने बाध्यता थियो, विकल्पै थिएन अरू। अवस्था कतिसम्म खराब थियो होला है? कतिसम्म भने त्यो बेला कति किसानले त खै आत्महत्या नै गरे भन्ने सुनिन्छ। साह्रै निराशा थियो। उफ, यस्तो निराशाजनक अवस्थामा के कुराले चाहिँ उनीहरूलाई एकै ठाउँमा ल्यायो त? केही त कारण बन्यो होला नि? एकदम। त्यो भयो 1945 मा ब्रिटिस सरकारले बम्बे मिल्क स्किम भनेर सुरु गर्यो। तर विडम्बना के भने त्यसको ठेका फेरि पोल्सनलाई नै दियो। वी पोल्सनलाई? हो। यसले त किसानहरूलाई झन् आफूमाथि अन्याय भइरहेको प्रष्टै देखायो नि। अनि उनीहरू सङ्गठित भए। स्थानीय नेता हुनुहुन्थ्यो त्रिभुवनदास पटेल, वहाँका पुगे। अनि उहाँले के गर्नुभयो? उहाँले किसानहरूलाई लिएर सिधै सरदार वल्लभ भाइ पटेल कहाँ जानुभयो। सरदार पटेलका उहाँको भूमिका त पक्कै महत्त्वपूर्ण रह्यो होला है? हो त नि। सरदार पटेलले नै त्यो मूल मन्त्र दिनुभएको आफ्नै सहकारी खोल्ने। सहकारी? उहाँले भन्नुभयो, किन बिचौलियालाई पोस्ने, आफै दूध जम्मा गर, आफै प्रशोधन गर, आफै बेच, सिधै बम्बेमा सप्लाई गर। गजबको आइडिया हो। उहाँले मोरारजी देसाईलाई यो काममा सहयोग गर्न पनि अह्राउनुभयो। अनि 4 जनवरी 1946 मा समरगाउँ भन्ने ठाउँमा ठूलो बैठक बस्यो। के निर्णय भयो त बैठकमा? निर्णय भयो हरेक गाउँमा सहकारी खोल्ने अनि पोल्सनलाई दूध नदिने हडताल गर्ने। हडताल नै? तर निर्णय त भयो, सरकारले सजिलै मान्यो त। त्यो बेला त ब्रिटिस सरकार थियो। कहाँ मान्नु। सुरुमा त टेरेनन् अनि किसानहरूले 15 दिनसम्म दूध हडताल गरे। बम्बेमा दूधको हाहाकार भयो। 15 दिनसम्म? हो। अनि बल्ल सरकार झुक्यो। त्यसपछि 1946 मा त्यो काइरा डिस्ट्रिक्ट कोअपरेटिभ मिल्क प्रोड्युसर युनियन लिमिटेड भन्ने विधिवत रूपमा दर्ता भयो। ल, बल्ल संस्थागत भयो। अनि यसलाई सफल बनाउन त्रिभुवनदास पटेलले कस्तो खालको संरचना बनाउनु भयो नि? त्रिभुवनदास पटेलको भिजन त साँच्चै दूरदर्शी थियो। उहाँले त्यो त्रिस्तरीय संरचना बनाउनु भयो। त्रिस्तरीय? त्यो कस्तो हो? भनेको पहिलो तहमा गाउँमै दूध सङ्कलन गर्ने अनि गुणस्तर जाँच गर्ने। दोस्रो तहमा जिल्ला स्तरमा त्यो दूधलाई प्रशोधन गर्ने, प्याकेजिङ गर्ने। अनि तेस्रो? तेस्रो तहमा राज्य स्तरमा मार्केटिङ र वितरण गर्ने। यसले के भयो भने बिचौलिया पुरै आउट, नाफा सिधै किसानसम्म पुग्न थाल्यो। वाह, यो त साँच्चीकै क्रान्तिकारी मोडल रहेछ। एकदम। तर फेरि सफलतासँगै अर्को चुनौती आयो। कस्तो चुनौती? सहकारी सफल भएपछि त दूध उत्पादन ह्वात्तै बढ्यो, खास गरी जाडो मौसममा। भैँसीले झन्डै 2.5 गुणा बढी दूध दिने। हो र? अनि अब त्यो बढी भएको दूध के गर्ने? फेरि किसानहरू सस्तोमा बेच्न बाध्य हुने अवस्था आयो। हो, यहीँनिर होइन त डाक्टर वर्गीस कुरियनको आगमन, जसलाई हामी मिल्कम्यान अफ इन्डिया भनेर चिन्छौँ। हो, ठिक भन्नुभयो। 1949 मा उहाँ त अमेरिका पढेर फर्किनु भएको मेकानिकल इन्जिनियर त्रिभुवनदास पटेलले नै उहाँलाई बोलाएर यो अतिरिक्त दूधको समस्या समाधान गर्न लगाउनु भएको हो। अनि के समाधान निकाल्नुभयो त कुरियनले? कुरियनले आइडिया दिनुभयो त्यो बढी भएको दूधबाट बटर बनाउने, कन्डेन्स्ड मिल्क बनाउने अनि मिल्क पाउडर बनाउने। यसले दूध खेर पनि नजाने, किसानले मूल्य पनि पाउने। मिल्क पाउडर? तर मैले सुनेको भैँसीको दूधबाट पाउडर बनाउन त गाह्रो थियो रे नि त्यति बेला, प्रविधि नै थिएन भन्छन्। हो नि, त्यो ठूलो प्राविधिक चुनौती थियो। किनभने गुजरातमा गाईभन्दा भैँसी पाल्ने चलन बढी, भैँसीको दूधमा फ्याट बढी हुन्छ, विश्वमै त्यसबाट पाउडर बनाउने प्रविधि थिएन। अनि कसरी सम्भव भयो त?
डाक्टर कुरियन र उहाँका एकजना साथी हुनुहुन्थ्यो एचएम दलाया, डेरी टेक्नोलोजिस्ट। उहाँहरूले खै असम्भवलाई नै सम्भव बनाउनु भयो। उनीहरूले भैँसीको दुधका लागि भनेर एउटा विशेष स्प्रे ड्रायर नै विकास गरे। ए, आफैले प्रविधि नै बनाउनु पर्यो। ओ, त्यो त ठूलै आविष्कार थियो त्यो बेलाको लागि। साँच्चै। अनि यो सफलतापछि नै अमूल नाम आएको हो। यो सफलतापछि 1955मा आनन्दमा एसियाकै सबैभन्दा ठूलो डेरी प्लान्ट खुल्यो। अब चाहियो एउटा राम्रो ब्रान्ड नाम। धेरै सोच विचारपछि अमूल नाम राखियो। अमूल, यसको अर्थ? यो संस्कृत शब्द अमूल्यबाट आएको, जसको अर्थ हुन्छ प्राइसलेस। अनि फेरि आनन्द मिल्क युनियन लिमिटेडको छोटकरी रूप पनि भयो AMUL। कति राम्रो। तर सुनिन्छ नि अमूल बटर सुरुमा त खासै चलेन रे, पोल्सोनसँग प्रतिस्पर्धा गर्न गाह्रै भयो। हो त, सुरुमा त फ्लप नै भयो भन्दा हुन्छ। ए हो र? किन? किनभने मान्छेहरू त्यो पोल्सन बटरको स्वादमा बानी परिसकेका थिए। त्यो अलि पुरानो क्रिमबाट बन्थ्यो, हल्का अमिलो, नुनिलो अनि पहेँलो हुन्थ्यो। अमूल बटर चाहिँ एकदम ताजा क्रिमबाट, नुन नहालेको, सेतो थियो। फरक स्वाद पर्यो। यसले के देखायो भने कहिलेकाहीँ प्राविधिक रूपमा राम्रो भएर मात्र नहुने रहेछ। बजारले जे माग्छ त्यो पनि दिनुपर्दो रहेछ। अनि अमूलले के गर्यो त? हार मान्यो? डाक्टर कुरियन त सुरुमा गुणस्तरमा सम्झौता गर्ने पक्षमा हुनुहुन्न थियो, तर बजारको माग त्यो त टार्न सकिएन। अनि अमूल बटरमा थोरै नुन र अलिकति प्राकृतिक पहेँलो रङ थपियो, ग्राहकको स्वाद अनुसार। हो। त्यसपछि बल्ल मान्छेले मन पराउन थाले। अनि त्यसपछि आयो त्यो चर्चित अमूल गर्ल। त्यो विज्ञापन अभियान त अझै पनि कति ताजा लाग्छ नि। एकदम। 1966मा त्यो पोल्सोनको बटर गर्ललाई टक्कर दिन भनेर विज्ञापन एजेन्सीका सिल्वेस्टर द कुन्नाले यो अमूल गर्लको कन्सेप्ट ल्यायो। अटरली बटरली डिलिशियस। हो, त्यो नारा त आजसम्मै हिट छ। त्यो केटीले समसामयिक विषयमा रमाइलो तरिकाले टिप्पणी गर्थी नि। यसले अमूललाई हरेक घरमा पुर्यायो। गिनिज वर्ल्ड रेकर्ड नै छ रे, सबैभन्दा लामो समय चलेको विज्ञापन अभियान भनेर। कस्तो अचम्म। अनि अमूलको विस्तार चाहिँ कसरी भयो? अरू जिल्लाहरू कसरी जोडिए? 1973मा गुजरातका विभिन्न जिल्ला सहकारी युनियनहरूलाई एउटै छातामुनि ल्याउन गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडरेसन GCMF बन्यो। GCMF? यसले नै अमूल ब्रान्ड अन्तर्गत सबै उत्पादनको मार्केटिङ हेर्छ। अनि बिस्तारै सरकारी नीतिहरू पनि सहकारीलाई प्राथमिकता दिने खालको बन्दै गयो। कुनै बेलाको बजार लिडर पोल्सोन त हराएरै गयो। ए, पोल्सोन हरायो। हो। अनि यही अमूलको सफल मोडललाई देखेर यसलाई देशभरि फैलाउन डाक्टर कुरियनकै नेतृत्वमा अपरेसन फ्लड सुरु भयो, जसलाई श्वेत क्रान्ति पनि भनिन्छ। श्वेत क्रान्ति। यसैले गर्दा भारत दुध नपुग्ने देशबाट आज विश्वकै सबैभन्दा ठूलो दुध उत्पादक बनेको छ। यो त ठूलो उपलब्धि भयो। अनि आजको दिनमा अमूल कहाँ छ त? आज त अमूलसँग 36 लाख भन्दा बढी किसान परिवार जोडिएका छन्। 18,700 भन्दा बढी गाउँ सहकारी समिति छन्। सप्लाई चेन नै कति ठूलो छ, हजारौं ट्याङ्कर, चिलिङ सेन्टर, वितरक, लाखौं खुद्रा पसल। उत्पादनहरू नि? उत्पादन त कति। दूध, बटरदेखि लिएर चीज, आइसक्रिम, दही, लस्सी, चकलेट, मिठाई के छैन र? 50 भन्दा बढी देशमा निर्यात हुन्छ। कोभिड जस्तो महामारीमा पनि यसको व्यापार छन बढ्यो। वाह, साँच्चै ठूलो सञ्जाल रहेछ। 2010-11 मा यसको बिक्री $2 अरब नागेको थियो। त्यसो भए यो सबै कुरा सुन्दा अमूलको कथाबाट हामीले लिने मुख्य सन्देश के हो त? मुख्य सन्देश त के हो भने नि, अमूल एउटा व्यापारिक सफलता मात्रै होइन। यो त किसान सशक्तिकरणको, सहकारी आन्दोलनको शक्तिको अनि एउटा आत्मनिर्भर देश बन्ने सपनाको प्रतीक हो। सही हो। यसले के देखाउँछ भने यदि सही भिजन भयो, राम्रो नेतृत्व भयो अनि सबै मिलेर सामूहिक प्रयास गरे भने तल्लो तहबाटै पनि कत्रो ठूलो परिवर्तन ल्याउन सकिन्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण हो। साँच्चै प्रेरणादायी कथा। अब अन्त्यमा एउटा प्रश्न मनमा आउँछ कि अमूलको यो सहकारी मोडल जहाँ उत्पादकहरू आफै मालिक हुन्छन्, यसलाई हाम्रो कृषि क्षेत्रका अरू ठाउँमा वा अन्य उद्योगमा पनि प्रयोग गर्न सकिँदैन होला, जहाँ अहिले पनि बिचौलियाको शोषण छ, बजारसम्म पहुँच छैन? हो, यो निकै महत्त्वपूर्ण प्रश्न हो। यो मोडलले पक्कै पनि हामीलाई सोच्न बाध्य बनाउँछ